नमस्कार साथीहरू। आज म पोखराको यो भिडभाड छाडेर गाउँले जीवनको वास्तविक स्वाद खोज्दै यात्रामा निस्केको छु, जहाँ सडकभन्दा सुन्दर गोरेटा बाटाहरू छन्, सहरभन्दा शान्त वातावरण छ अनि प्राकृतिकसँगै मुस्कुराउने बाबा आमा हुनुहुन्छ। पोखराबाट गाउँसम्मको यो रमाइलो यात्रा कहाँ पुग्छ, यसका लागि भने भिडियो अन्तिमसम्म हेर्नुहोस्। यो हो याम्बेजी ब्लग। यदि हजुरहरूलाई यो भिडियो मन पर्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। साथीहरू, हजुरहरूले यो सुन्दर झरना त देखिसक्नु पर्यो। हेर्नुहोस्, हरियाली र निश्चल पानीको छाराहरू निरन्तर झरिरहन्छ, अविरल, रोकिँदैन, सुक्दैन। हरियाली गाउँ जाने बाटोको दृश्य हो साथीहरू। र यो मेरो स्कुटर। पानीको झरना, यसरी बसहरू यो मेरो गाउँ जाने र पोखराको बीच बाटोमा पर्छ। अब भने बाटो लागि साथीहरू। यदि हजुरहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने बाटो अत्यन्तै मोड र घुम्तीहरू छन् र स्पिड लिमिट लगभग 40 को स्पिडमा अथवा 30 को स्पिडमा। बिस्तारै नला आफ्नो जीव धनको सुरक्षा आफै गर्नुपर्छ। देख्नुभयो बोर्डमा पनि स्पिड लिमिट 40 नै छ। यो अहिले कुस्रे खोलाको मुहान क्रस गरेर म जाँदैछु। हेर्नुहोस्, मेरो गाउँ जाँदाखेरिको यो दृश्य अत्यन्तै हराभरा हरियाली वन देख्न सक्नुहुन्छ। र बाटो मोड र घुम्ती भए तापनि र यो बाटोको यात्रा गर्दा अत्यन्तै रमाइलो महसुस हुन्छ। वरपर सुन्दर गाउँ, पहाड र अघिलाई पनि बाइकमा हालेर लिएर जाँदैछ। हेर्नुहोस् साथीहरू, यो पर देखिएको पुम्दी घुम्दी गाउँ हो, यानि कास्कीकोट। हजुरहरूले यो शिव स्तूप त थाहा पाउनुभयो होइन? यही नै हो शिव स्तूप, कास्कीकोट पुम्दी घुम्दी। जति पनि छ यहाँबाट फेदी खोला गाउँपालिकाको सिमाना पनि सुरु भयो साथीहरू। यताबाट तल खरा महानगरपालिका हो भने कास्कीकोट घन्टी पुल पनि देख्न सक्नुहुन्छ हजुरहरू। जुन पर देखिएको गाउँ पुम्दी घुम्दी गाउँ हो। पहिले यो गाउँपालिका थियो भने अहिले नगर विकास दाबेर यसलाई चाहिँ पोखरा महानगरपालिका बनाएको छ। जनजीवनलाई सुविधाहरू पुगेको छ। अहिले जुन पहाड देखिरहनुहुन्छ यो पहाड चाहिँ गलेङ बेल भन्छ यसलाई। योभन्दा पछाडि ठुलो गलेङ गाउँ छ। चिपा डाँडा, आमाले नुनठेक छ। गलेङ बेरमा हेर्नुहोस्, यस्तो मोटर बाटो कनेक्ट छ यो बेरमा। डाँडा पहाडहरूको हरियाला छ, शीतल छ, एकदम शीतल महसुस हुन्छ। वरपर पुरै हरियाली पहाड, टाढा वन जङ्गल, हरियालीहरू, मनै शान्त हुने। र यो गाउँ लक्ष्मीबोको घरहरू देख्नुभएको छ। लगभग 10-12 घर। बाटो विकास भएसँगै माथि यसरी घरहरू बनाएर साथीहरू, यो भने सल्लाघारीमा आइपुग्यो गाउँ जाने बाटो। साथीहरू हेर्नुहोस्, पोखरा भ्यालीमा
अत्यन्तै गर्मी छ भने यहाँ हेर्नुहोस् यति शीतल छ कितिक एसी, यति अद्भुत स्वच्छ हावा, स्वच्छ वातावरण, कुनै पोल्युसन छैन, शान्त। यो गाउँ जाने बाटो है त। यो अहिले मैले देखाइरहेको दृश्य भनेको यो तल मुनि देख्नुभयो नि, यो एउटा खोला हो। यो चाहिँ आँधी खोला है साथीहरू। यो आँधी खोला एउटा पुरानो कहानी छ। सायद हजुरहरूले अन्धाम्रीको कथाको सुन्नुभयो होला। योसँग सम्बन्धित ल साथीहरू, गाउँको बाटो भए पनि अहिले निकै सहज छ, सरर पिच भएको छ। कुनै कुनै ठाउँमा ढिस्काहरू खसे तापनि बर्खाको सिजन भएको कारणले हल्का ढिस्का त खस्ने नै भयो, तर बाटो सहजै छ। अहिले यो तपस्या मणिसम्म कुनै अवरोध छैन है साथीहरू। यदि हजुरहरू गाउँ आउँदै हुनुहुन्छ भने नो इस्यु। साथीहरू आउनुहोस्, आनन्दसँग बाटो यही हो। अति नै सुन्दर सल्लाह गरेर चिसो हावा चलेको छ। साथी पर देखिएको क्रिस्ती भन्छ, यो आँधी खोला किनारा नै हो। अझै पनि तपस्या मणिमा छ। हेर्नुहोस् यस्तो किसिमको यो सल्लाहको रुख छ यहाँ। यो बाँगे बाङसिङ रोड नै हो। अहिले भने यहाँ यो रोडबाट यसरी एउटा यो सिडी हालेको देखियो। सायद यहाँ पहिला तपस्या मणि भन्ने ठाउँ थियो। तपस्या मणि ठाउँ रहनुको कारण यहाँ तपस्याहरू बस्नुहुन्थ्यो। यहाँ यस संरक्षणको लागि सायद के गरेको हुनुपर्छ। भाइ त साथीहरूमा के रहेछ हजुरहरूलाई लगेर देखाउँछ है त। यस्तो घनघोर सल्लाहकारी छ। यो सिडीबाट म माथि जाँदैछु। यहाँनिर के रहेछ? यो खासमा यो तपस्या मणि हो। साथी दृश्य मेरो स्कुटर त्यहाँ छ र यो घोर सल्लाहकारीभित्र तपस्या मणिको अवस्था कस्तो रहेछ, गाउँपालिकाले के संरक्षण गरेको रहेछ, साथीहरूलाई प्रत्यक्ष देखाउँछ है त। ल साथीहरू आउनुहोस्, जाँदैछु यो तपस्या मणिमा। सायद बाबाजी भेट्नुहुन्छ र कोही तपस्या गरिरहनु भएको छ। है त साथीहरू, यस्तो छ, घोर छ। सायद यो कुटी देखियो एउटा, सायद बाबाजी कुटी हुनुपर्छ। सायद यही कुटीमा तपस्या गरेको हुनुपर्छ। सिडी चढ्दा मेरो सास यस्तो छ। सिडी चाहिँ माथि छ। आउनुहोस्, कहाँसम्म पुगिन्छ। सिडी भने हेरे टुङ्गियो। यहाँबाट माथि जान चाहिँ मलाई डर लाग्यो। अब भने म फर्केँ। केटो डर लाग्यो। ल साथीहरू, यो घनघोर जङ्गलमा मलाई डर लाग्यो। अब भने म भागेँ, किनभने एक्लै छु म। साथीहरू यस्तो ओह्रालो छ। मेरो स्कुटर त्यहाँ छ। ल मेरो दाइ आउने
मेरो दाइ पनि आज गाउँ आउने कुरो थियो। दाइको पर्खाइमा हो, सायद दाइ त आउँदै हुनुहुन्छ होला। सामान बढी छ भन्दै हुनुहुन्थ्यो। म भने सिङ्गल, सामान केही पनि छैन। साथीहरू तपसी मणि यही हो। अब भने बचियो। साथीहरू अहिले भने लगभग मेरो घरबाट 1 किलोमिटर दूरीमा छु। यो ठाउँलाई कास्टन डाँडा भनिन्छ र यो कास्टन डाँडासँग एउटा हाम्रो जीवनको कथा छ। यो भिर देख्नु भएको छ। यहाँ हामी घाँस दाउरा होइन गोरु चरन बाख्रा चरन लागि आउँथ्यौँ जब हामी सानसानो थियौँ। फेरि तल देखिएको यो सेती दोभान हो साथीहरू, पर स्याङ्जा हो। स्याङ्जा बजार यानि सदरमुकाम है, स्याङ्जा जिल्लाको सदरमुकाम पनि डाँडा पछाडि पञ्चमुल छ। यो आँधी खोला हो। आँधी खोलाको बारेमा त सायद थाहा नै होला। ल त साथीहरू अब भने हाम्रो बचपनको एउटा कहानी सुरु गरौँ। यो कास्टन डाँडामा एउटा सानो कटेरो अथवा हाम्रो गाउँले भाषामा के भन्छौँ भने यसलाई ठाँटी। पहिला पहिला यो मोटर बाटो नआउँदै जब मानिसहरू गोरेटो बाटो आवत जावत गर्दा यानि हावाहुरी पानी पर्दा ओत बस्नको लागि यसरी ठाँटी बनाउने चलन थियो। छन त त्यहाँ पुरानो ठाँटी हाम्रो दाजुहरूले बनाउनु भएको ढुङ्गाको ठाँटी थियो, तर त्यो जीर्ण अवस्थामा थियो किनभने त्यो धेरै नै पुरानो भइसकेको थियो। त्यही भएर हामी नजिकैको गाउँलेको नाताले हामी घाँस गाउरा गर्न आउँदा के महसुस भयो भने यदि हाम्रो यङ जेनेरेसनले यदि केही सानो काम गर्न सकिन्छ भने यो धेरै नै राम्रो काम हुन्छ भनेर लगभग हामीले त्यो बेलाको 40-50 हजार प्लस पुरै गाउँले श्रमदान गरेर अनि जस्ता मात्र किनेर यो ठाँटी बनाएको जुन तपाईँहरूले देख्नुभयो। यो टिनको कटेरो गाउँले भाषा यसलाई ठाँटी भनिन्छ। यो क्षण भनेको अत्यन्तै अविस्मरणीय क्षण थियो। त्यो बेलाको साथीहरू सायद कता कता हुनुहुन्छ, यो भिडियो देख्दा सायद उहाँहरूले पनि महसुस गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। साथीहरू त्यो बेलाको त्यो क्षणलाई सम्झिँदा कहिले त गर्व पनि लाग्छ होइन, र कहिले लाज पनि लाग्छ। र त्यो टाइममा थियौँ भने अन्जान के त्यत्तिकै लैलाइमा लागेर चाहिँ यस्तो डेभलप गर्नुपर्छ विकास गर्नुपर्छ भन्ने एउटा भित्रबाट त्यस्तो शक्ति थियो। तर त्यो शक्तिले हाम्रो यतिको काम गरेकै हो र गाउँलेहरूले नै हामीलाई साथ दिनुभयो र यो ठाँटी निर्माण सम्पन्न भएको हो। यो कथा भने अहिलेलाई यति नै गरौँ। सायद साथीहरूले पनि महसुस गरिरहनु भएको छ होला। ल साथीहरू फाइनल्ली अहिले भने म मेरो घर आइपुगेँ, गाउँघर है। अघि मैले भनेको थिएँ नि त्यो डाँडा पछाडिबाट भिडियो बनाएको थिएँ, यही नै हो गलिम गाउँ। अनि यो रापु अनि ऊ परको त्यसलाई टुटे भन्छ होइन। ल यसरी म अहिले घर आइपुगेँ। सुरुमै यस्तो मेरो घर लिएर चाहिँ यस्तो सुरुको यो गोठो हो हेर्नुहोस् त, यो घर, यो तलको टोयलेट, यहाँ गोबर ग्यास थियो, अहिले यो लक भन्छ बन्द भएको छ, चल्दैन। यहाँ सुन्तलाको बोटहरू छ,
केराको रुख, इसारा, यो मलखात हो। है त साथीहरू, मेरो बाबा आमा के गरेर बसिरहनु भएको छ। ल अहिले भने फाइनल्ली यो मेरो घर हो। बाबा आमा फोनमा साइला बाबासँग कुरा गरेर बसिरहनु भएको छ। ल मेरो बाबा मेरो आमा साइला बाबासँग गफ गरेर बस्नु भएको छ। यो हाम्रो गाउँ हो यो। ल यो आमा बाबा अहिले टोपी लाउनु भयो बाबाले, आमाले फकी बाँध्दै हुनुहुन्छ, कर्म लाउँदै हुन्छ। ल माइला दाई पनि आउँदै हुनुहुन्छ अहिले मै घरमा। ल हाम्रो घरमा म्याउ पनि छ है। म्याउ, यो म्याउको नाम नाउ हो है। नाउ, ल हेर्नुहोस् नाउ हो। नाउ भनेको लारेपट्टि हेरेर पनि छ। ल हेर्नुहोस् चला चला छोपेर बसेको छ। घरबाट यस्तो छ। ल हेर्नुहोस् जताततै हरियाली। यो सुन्तलाको बोट भने बुढो भयो, हामी भन्दा पनि बुढो। र ल यो पनि सेरे, सेरे पनि छ यहाँ। ल सेरे, ओ सेरे। यो कोदोबारी पनि छ हेर्नुहोस् कति हरियो। ल यो हाम्रो बाबा आमा 70-75 वर्षको हुनुभयो, त्यही पनि उहाँ माथिदेखिबाट यसरी सर्लक्कै हो उहाँ तलसम्म, त्यो टनेल भएसम्म हाम्रो बाबा आमाले एउटा यसरी कुखुरा, बिरालो, कुकुर र यति धेरै यसमा खेती कोदो हुन्छ। अनि मकै पाकिसक्यो, अब हिउँदमा सुन्तला पाक्छ। यो सुन्तला चाहिँ मभन्दा बुढो हो, लगभग 50-60 वर्ष नै भयो अहिले सुन्तला पनि। अहिले भने यो मर्न आँटेछ। ल साथीहरू, मेरो गाउँको स्थिति यस्तो छ। जताततै हरियाली, चिसो वातावरण, पोखराको त्यो भिडभाडबाट शान्त ठाउँ। बसोबास गर्नको लागि यो गाउँ अत्यन्तै उपयुक्त। स्वच्छ हावा, चिसो पानी पिउन पाइन्छ मूलको। साथीहरू मेरो गाउँ यही है। पहिले यी मकैहरूलाई सुली लगाइन्थ्यो भने अहिले यसरी राखिन्छ। अहिले भने बाबाले भैँसी दुँदै हुनुहुन्छ। गाउँले लाइफस्टाइल यही नै हो। दुःख गरियो भने मिठो मिठो दुध पिउन पाइन्छ, र दुःख भने अति छ है साथीहरू। गाउँले लाइफ यस्तै हो। सानो पाडो पनि छ, आमा साथ दिँदै हुनुहुन्छ बाबालाई। यो तिफु अर्को साल त बाली जान्छ होला होइन आमा? अर्को साल यो बाली जान्छ। यो 2 साल अगाडि आउँदा यस्तै थियो, अहिले पहिले बेते पायो। तिफु पतरी चल्यो। ल साथीहरू, गाउँले जिन्दगानी होइन, दुःख भए पनि यसरी दुध चाहिँ खान पाइन्छ। हाम्रा बाबा आमा 70 वर्षभन्दा बढीको हुनुहुन्छ, त्यही पनि ल यसरी यो दुध अर्ग्यानिक। बोइलिङ अन फायर, आगोमा उमालेको स्वाद नै डिफ्रेन्ट हुन्छ साथीहरू। के भन्नुहुन्छ? रियल दुध हो नि फेरि, यो नाटक होइन। यो पाडा, यो पाडा छ, यो पतरी, पतरी यसकै दुध हो। यो तिफो।